उहाँलाई लिएर आउने जिम्मेवारी, तपाईसँग भेटाउने सबै जिम्मेवारी ज्ञानकुञ्ज स्कुल अफ लिडरसिपले लिएको छ। आज हामी जतिजनालाई उहाँले भेट्नुहुन्छ, उहाँको मानस पटलमा नेपाली भनेका यस्ता हुँदो रहेछन् भनेर हामीले छाप दिँदैछ। केही हाउसफुल्सहरू हामी अनुशासित हुन आवश्यक छ। अघि नै जसरी हामी हाम्रो ब्रान्डको नाम आउँदाखेरि चिच्यायौँ नि, त्यसरी सायद नचिच्याउँ होला। सबैलाई एउटा अनुशासित प्लेटफर्ममा बोल्न रमाइलो लाग्छ र सुन्न पनि रमाइलो लाग्छ। सम्झिनुहोस् है, हामीले नेपालीको परिचय आज उहाँलाई दिँदैछौँ, त्यसैले अलिकति केयरफुल हौँ, अलिकति हामी सम्हालिएर पनि बोलौँ। उहाँको सेसनमा सायद उहाँले एक्टिभिटीहरू दिनुहुनेछ, त्यो बेलामा हामी गराउन पायौँ, चिच्याउन पायौँ, त्यो गर्न पायौँ। तपाईँले लगाउनु भएको क्याप चाहिँ आज तपाईँको पहिचान हो। क्यापलाई फाल्ने काम पनि नगरौँ, बटन्सलाई दायाँ बायाँ फाल्ने काम नगरौँ, अननेसेसरी भाषाहरू प्रयोग नगरौँ, सुनौँ। अनि अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा, अहिलेको बेलाभरिमा फोटो खिच्न पाइयो, भिडियो खिच्न पाइयो, तर सेसनको बेलामा चाहिँ उहाँले स्ट्रिक्टली फोटो र भिडियोजहरू अलाउ गर्नुभएको छैन। आज सुन्ने हो कि हामीलाई भगवान्ले दुईटा कान किन दिनुभएको छ, धेरै सुन्नु, एउटा मुख किन दिनुभएको छ, कम बोल्ने। आज धेरै सुन्ने, भोलिदेखि काममा गएर बोल्न सक्नुहुन्छ। यहाँहरू सबैलाई हार्दिक नमस्कार। नमस्कार यताबाट आएको छैन। नमस्कार हजुरहरूलाई सर्वप्रथम हार्दिक स्वागत नमन गर्छु। हामी जो जहाँ छौँ ढाड गर्दन सिधा गरेर आँखा बन्द गरेर हामीले 3 पटक हामिङ गर्नेछौँ, ओमकार गर्नेछौँ। यसमा सरिक भइदिनु प्लिज। दुई हप्तालाई मजाले रगड्छौँ। र आफ्नो अनुहारमा लेप्न गर्छौँ तातो पनि। हो ज्ञानकुञ्ज स्कुल अफ लिडरसिपद्वारा आयोजित अनलक योर ट्रु पोटेन्सियल एक महत्त्वपूर्ण यो कार्यक्रममा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरेर उपस्थित भइदिनुभएका आजका यस कार्यक्रमका शारदीय प्रमुख अतिथि नेपाल च्याम्बर अफ कमर्सका शारदीय अध्यक्ष श्री कमलेश कुमार अग्रवालज्यू, यहाँ आफूमा केही गर्छु एउटा जुनूनलाई एक्सप्लोर गर्छु भनेर तयार हुनुभएका शारदीय व्यक्तिहरूलाई प्रशिक्षण गर्न आउँदै हुनुभएका आजका प्रमुख प्रशिक्षक डाक्टर भूपेन्द्र सिंह राठौर, उहाँलाई स्वागत गर्छु। आजको यस कार्यक्रममा उपस्थित हुनुभएका विशेष अतिथिहरू, न्यायमूर्ति, कानुन व्यवसायहरू, बिमा व्यवसायका लिडरहरू, ब्याङ्किङ जगतका लिडरहरू, एजुकेसन सेक्टरका एक्सपर्टहरू, सबैलाई म हार्दिक स्वागत नमन गर्छु। उहाँहरूले यो कार्यक्रमलाई मात्र नभएर देशको उन्नति प्रगतिमा समेत ठुलो टेवा पुर्याउनु भएको छ। उहाँहरू सबैलाई कर्मशमा स्मरण गर्छु। माननीय पूर्व न्यायाधीश अनन्तराज डुम्रे, वित्त तथा शिक्षाविद भोजबहादुर शाह, इन्सुरेन्स सेक्टरका हस्ती सरहरू मनोजलाल कणेल सर, दिनेश लाल श्रेष्ठ सर, सन लाइफ इन्सुरेन्सका सिओ सर लगायत आजको यो कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिगणहरू सबैमा पुनः हार्दिक नमन गर्छु। र सबैभन्दा धेरै हार्दिक स्वागत नमन यहाँहरू जो इन्सुरेन्स एडभाइजरहरू हुनुहुन्छ, यहाँहरू सबैलाई हार्दिक स्वागत नमन गर्छु। हजुरहरू आजका यस कार्यक्रमका मुख्य पात्रहरू हुनुहुन्छ। यो कार्यक्रमलाई अगाडि बढाउन, यसलाई सफलता प्राप्त गर्न हजुरहरूको ठुलो
देन रहेको कुरा यहाँलाई पुनः स्मरण गराउँछु। कार्यक्रमलाई नमन गर्छु, हार्दिक स्वागत सम्मान गर्छु। पत्रकार मित्रहरू, मेरो यो टिममा रहेर ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको टिममा रहेर काम गर्नुहुने मेरा सहकर्मी मित्रहरू सबैमा हार्दिक स्वागत नमन गर्छु। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले नेपालको उद्यमशीलता विकास गर्ने, यहाँको व्यक्तिहरूको स्किल डेभलप गर्ने ध्येयका साथ यस्ता विभिन्न कार्यक्रमहरू गरिआएको कुरा यहाँलाई अवगत नै छ। यसै सिलसिलामा आज यो कार्यक्रम आयोजना गरिएको हो। हामीले न कि आज एउटा कार्यक्रम गरेर यहाँलाई स्किल हुनुहुन्छ भन्ने हिसाबले राखेका हामी। यसका सिरिज अफ ट्रेनिङहरू हाम्रा भइरहेका छन्, भइरहनेछन्, चलिरहनेछन्। यहाँलाई हामी फेरि पनि यो स्किल डेभलपमेन्टमा सारिक भइदिन अनुरोध यो स्किल डेभलपमेन्ट भनेको एक दिन पढेर ज्ञान जानेर मात्रै स्किलफुल हुने होइन, जानेको आफू समयको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर उपयोगमा ल्याउँदा मात्रै यसले सार्थकता पाउने हो। यो कुरा हजुरहरूलाई अवगत नै छ। आजको यो सेसनमा, आजको यो अहिलेदेखि साँझ 6 बजीसम्म रहने यो सेसनमा महत्त्वपूर्ण पात्रहरू हजुरहरू हुनुहुन्छ। हजुरहरूले आफ्नो स्किल भएको स्किल अझै इन्हान्स गर्छु भनेर यहाँ आउनु भएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जो इन्सुरेन्स एडभाइजरहरू बढीमा 99% इन्सुरेन्स एडभाइजरहरू आउनु भएको छ। उहाँहरूप्रति एकदमै कृतज्ञ छु। म हजुरहरूलाई इन्सुरेन्स एडभाइजर, लाइफ एडभाइजरको रूपमा बुझ्छु, यसरी सम्मान गर्छु। यहाँहरू सबैको उन्नति प्रगतिको कामना गर्छु। यो तालिम, एक दिनको तालिमले के प्राप्त हुन्छ त भन्ने प्रश्नहरू पनि बारम्बार आइरहने हुन्। हो, आफूलाई प्रगतिको पथमा लैजान बारम्बार तालिम जरुर पर्छ भन्ने पनि छैन। कुनै दिन एउटा टर्निङ पोइन्टले पनि हजुरहरूको जीवन बदलिन सक्छ। त्यो जीवन बदल्ने आज महत्त्वपूर्ण दिन बन्न सक्छ। आज हजुरहरू अहिलेको यो सेसनमा धैर्यताका साथ एकदमै जुझारु भएर जागरुकताका साथ बस्नुभयो भने यो पक्कै पनि प्राप्त हुनेछ। यसलाई हामी भरपुर प्रयोग कोसिस गर्नेछौँ यसलाई सफलता प्राप्त गर्नको लागि। जोसँग स्किल छ उसले एक्सप्लोर गर्न सकेन भने त्यो स्किल भएको कुनै अर्थ रहँदैन। हिजोका दिनमा यो सेल्स टेक्निकमा पनि के थियो भने एउटा युग थियो कि मसँग यो चिज छ तैँले किन भनेपछि किन्न पर्ने बाध्यताका दिनहरू पनि थिए हिजोका दिनमा। त्यसपछि भनिएको के हो, अर्को युग के आयो, बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भने बोल्नुपर्छ भन्ने लगाइयो। त्यसरी त्यसलाई एक्सप्लोर गरियो र त्यही बोलेपछि हुन्छ बिग्छ भनियो। हजुरहरू हामी पनि कति इन्सुरेन्सका ट्रेनिङहरू सेसनहरू एटेन्ड गरेका छौँ, त्यसमा त्यही कुराहरू थिए। इन्सुरेन्सको मात्रै जानेपछि यो ज्ञान प्राप्त हुन्छ, त्यसले हामीलाई कम्प्लिट बनाउँछ भन्ने हिजोको एउटा समय थियो। अबको त्यो समय छैन, त्यो समय होइन। अब तपाईहरू यदि सेल्समा जाँदै हुनुहुन्छ भने त्यो सेल्समा जानु अगाडि तपाईँ सेल्सम्यान भएर जाने होइन, तपाईँ ह्युमन भएर जाने, ह्युमन हुनुपर्छ। पहिलो कुरा अगाडि हजुरसँग मानवता हुनुपर्छ। मानवता भए सबै कुराहरू सेल्स गर्न सक्नुहुन्छ। हजुरसँग त्यो सेल्स गर्ने, अहिले इन्सुरेन्सका प्रोडक्टहरू जान्ने, मेरो कम्पनीमा यो छ भन्दै हुँदैन। त्यहाँ इन्सुरेन्सको प्रोडक्ट लिन चाहनेहरूका लागि हजुरहरूले के गर्नुपर्छ, उसलाई चाहिने अन्य असिस्टहरू पहिले सेल्स गर्नुभन्दा पहिले सर्भिस र सेल्स गरिसकेपछि दिने सर्भिसहरूमा तपाईँ निपुण हुनुपर्छ। तपाईँहरू त्यसमा ज्ञात हुनुपर्छ, जान्ने हुनुपर्छ। त्यति भएपछि मात्र सेल्स हुन्छ। तसर्थ यसको लागि हजुरसँग लिडरसिपको कला हुनुपर्छ, तपाईँसँग कम्युनिकेसन स्किल्स हुनुपर्छ, अनि टेक्निकल स्किल्सहरू हुनुपर्छ। त्यो इन्हान्स गर्ने, बढाउने, जान्ने भनेको यस्ता बारम्बार निरन्तर गरिने यी तालिमहरू, अभ्यासहरू लियो। जिन्दगीमा हजुरले गर्ने सबैभन्दा बेस्ट इन्भेस्टमेन्ट भनेको आफूलाई गर्ने इन्भेस्टमेन्ट हो। यसमा चुक्नु हुँदैन। आज त्यसैको लागि तपाईँ यहाँ आउनुहुन्छ, त्यसो तपाईँहरूको हात सल्युट गर्छु, सम्मान गर्छु। हजुरले आफूलाई इन्भेस्ट गर्नको लागि, आफूलाई निखार्नको लागि, आफूलाई अब्बल बनाउनको लागि यहाँसम्म आउनु भएको छ। त्यसर्थ तपाईँहरूप्रति एकदम नमन गर्छु, तपाईँहरूप्रति म नतमस्तक छु, कृतज्ञ छु। निरन्तर आफूलाई लगानी गर्नु होला, यो लगानी कहिले पनि खेर जाँदैन। यस्ता तालिम ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले आयोजना गरेका बाहेक अन्य पनि गर्नुपर्छ, लिनुपर्छ। हजुरहरूलाई आफूलाई तुदाएर जापानमा एउटा जापानिज कोही भन्ने एउटा माछा छ। त्यो माछाको विशेषता के छ भने
जापानिज पोइ भन्ने माछाको विशेषता भनेको एउटा सानो कचौडामा राखिदिनुहोस्, त्यसमा आफ्नो लाइफ त्यही बिताइदिन्छ, त्यही लाइफ चक्र बनिदिन्छ। उसले ठुलो ड्रममा राख्नु त्यही गरिदिन्छ, अर्को अझ ठुलोमा राख्नु उसले आफ्नो जीवन चक्र त्यही पुरा गरिदिन्छ। उसले आफूलाई ठुलो 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 बनाउँदै जान्छ भनेपछि हाम्रो जीवनलाई पनि त्यसको त्यो जापानिज पोइको विशेषता जस्तो बनाउनुपर्छ। हजुरले आफ्नो दायरा बढाउँदै 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 जानुपर्छ र त्यही फैलिन सक्ने बन्नुपर्छ। हजुरहरूले यस्ता तालिमहरू लिएर आफूलाई एकदमै अब्बल बनाउनुपर्छ, यसलाई निरन्तरता दिनुपर्छ। यसको लागि हजुरको यो प्रयासप्रति हार्दिक नमन गर्छु, सम्मान गर्छु। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले अघि उद्घोषक मित्रले पनि यहाँ हजुरलाई त्यति जानकारी गराउनुभयो, यहाँ डिस्प्लेमा पनि आइरहेको थियो होला। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले यस्ता तालिम मात्र होइन, यहाँको वृद्धि विकासको लागि अन्य विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। कानुनी क्षेत्रमा ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले धेरै नै कामहरू गर्दै आएको छ। निरन्तर रूपमा ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले एउटा बेसिक आफ्नो रुल्स बनाएको छ, महिनामा एउटा यस्ता खालका तालिमहरू जसरी सञ्चालन गर्ने। त्यसको सिलसिलामा मेडिएसन ट्रेनिङ, आर्बिट्रेसन ट्रेनिङ, टट इमर्जिङ ल्याङ्ग्वेज, मुड कोर्ट कम्पिटिसन लगायतका विभिन्न तालिमहरू पनि निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप यो खुलेको 4औं वर्ष पुग्दै गर्दा संयोगले म आफ्नो ब्याङ्किङ करियरबाट छुटेको ब्याङ्किङ करियरलाई बिट मारेका आज 4औं दिन पुगेको छ। यो अवधिमा आइराख्दा ज्ञानपुञ्ज जन्मिएको अवधि पनि 4 वर्ष पुगेको छ। यो अवधिमा ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले यस्ता नेतृत्व र व्यक्तित्व विकासका कामहरू गर्दै आएको छ। यसको मूल ध्येय के हो त? मूल ध्येय भनेको मान्छेलाई स्किल बनाउने, स्किल बनाएपछि मात्रै राष्ट्रको आर्थिक उन्नति हुन्छ भन्ने ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले जानेको छ। यसले के गर्छ? यहाँ अहिले आइरहेको हरेक ठाउँमा आइरहेको कुरा के छ भने विद्यार्थीहरूले भन्नुहुन्छ मैले जागिर पाइनँ, कर्मचारीहरूले भन्नुहुन्छ मेरो प्रमोसन भएको छैन, यता कम्पनीहरू कर्पोरेट हाउसहरूले भन्छ राम्रो इम्प्लोइ पाएको छैन, भएको इम्प्लोइले राम्रो पर्फर्मेन्स दिएको छैन। अनि त्यो पर्फर्मेन्स नहुँदै गर्दा के हुन्छ? प्रोडक्टिभिटी गर्दै गर्दा के हुन्छ? यता इकोनोमीमा धक्का लाग्छ। त्यसैले त्यो कुराहरूलाई राष्ट्रको यो आर्थिक समृद्धिको लागि पनि स्किलफुल मेन पावर चाहिन्छ भन्ने ध्येयका साथ हामीले मेन पावरलाई, ह्युमन क्यापिटललाई, हिजोका दिनमा ह्युमन क्यापिटल मानिँदैन थियो, अहिले ह्युमन क्यापिटल मानिन्छ। ह्युमन क्यापिटललाई एक्स्ट्रा अझ क्यापिटल अझ बलियो अझ मजबुत बनाउने र त्यहाँबाट डिभिडेन्ड लिने खालको बनाउने, त्यो पनि उच्चतम प्रतिफल लिने खालको डिभिडेन्ड बनाउनको लागि ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले कर्पोरेट हाउसहरू व्यक्तिगत रूपमा त भयो नै, कर्पोरेट हाउस लगायत सम्पूर्ण क्षेत्र व्यवसायहरू र समग्र राज्यको उन्नति प्रगतिको लागि काम गर्नुपर्छ भन्ने मूल मन्त्र लिएर काम गरेको छ। र यसले सधैँ आफ्नो स्लोगनमा राखेको लर्नर अलवेज विन्स, किनकि हामी सबैले सिक्नुपर्छ, सिकेपछि मात्रै सफलता प्राप्त हुन्छ भन्ने कुरा ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले अगाडि बढाउँदै आएको छ। अहिले